दैनिक शैक्षिक समाचार in association is Lincoln College. Loyalty Academy, Mandikata, Ekta Basti, Kathmandu. Achieving through education. दर्शकवृन्द, इस्टिङटन कलेज दैनिक शैक्षिक समाचारमा स्वागत छ। इस्टिङटन कलेज दैनिक शैक्षिक समाचारको सुरुवात गरौँ आजको शैक्षिक अपडेटबाट। दर्शकवृन्द, नेपालमा प्लस 2 शिक्षाको योगदान र भविष्य विषयक शैक्षिक बहस आइतबार सम्पन्न भएको छ। एसएसआरपीको अवधारणासँगै 11-12 के हुने भन्ने विषयमा हिसानका प्रतिनिधिहरूले बहस गरेका हुन्। बहसमा 11-12 को विद्यालय संरचनाले उच्च माध्यमिक शिक्षा परिषदको कार्यक्रमलाई कसरी प्रभावित पार्छ भन्ने लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। बहसमा एसएसआरपी लागू पश्चात प्लस 2 शिक्षाको भूमिका के हुने, प्लस 2 ले गरेको अहिलेसम्मको योगदान के थियो र अबको प्लस 2 को भविष्य के छ भन्ने कुराको बहस गरिएको छ। आइतबार भएको बहस कार्यक्रममा सभासद, शिक्षा मन्त्रालयका पदाधिकारीहरू, राजनीति दलका शिक्षा हेर्ने व्यक्तिहरू, विद्यार्थी नेताहरू, शिक्षाविदहरू, नीति निर्माताहरू तथा निजी शैक्षिक संस्थाका सञ्चालकहरू उपस्थित थिए। कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले नेपालको शैक्षिक जगतमा निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको भन्दै निजी प्लस 2 शिक्षाको योगदानको विषयमा चर्चा गरेका थिए। होइन, अझ निजी स्कुल सञ्चालन गर्ने मान्छेसँग राज्यले निर्वाह गर्न सकेको भूमिकाको अपेक्षा गर्न सकिँदैन। सम्पूर्ण कुराको कमजोरी राज्यकै हो। निजी क्षेत्रको यो चाहिँ के अरे कहिले कम्पनीमा लगेको छ, कहिले सहकारीमा लगेको छ। के यो चाहिँ खेलाउना हो? यो चाहिँ एकदम चाहिँ लहरमा गर्ने। कम्पनीमा लगेर अरबौं रुपियाँ खर्च गरिसक्यो, लाखौं करोडौं रुपियाँ खर्च गरिसक्यो। अब राज्यले फेरि सहकारीमा लाने। अनि त्यो व्यक्तिप्रतिको राज्यको व्यवहार कस्तो हो? त्यो यो संसारको नियम यो छ कि यो जहिले पनि अगाडि बढ्छ, यो सुधारात्मक नै हुन्छ। जसरी खोला अगाडि बढिरहेको हुन्छ त्यसै गरिकन यो जगत पनि अगाडि बढिरहेकै छ। यसलाई पछाडि फर्काउन हामी सक्दैनौँ। र अगाडि बढ्ने क्रममा विभिन्न किसिमका बाधा अडचनहरू, चुनौतीहरू आउँछ र ती चुनौतीबाट तर्सेर हामी हाम्रो गतिलाई हामी रोक्न सक्दैनौँ। इसानका अध्यक्ष उमेश श्रेष्ठले निजी शिक्षा र प्लस 2 तहको शिक्षाको विषयमा जानकारी दिन यस्तो बहस सञ्चालन गरेको बताएका छन्। अहिले हेर्नुहोस्, धेरै ठाउँमा यो विशेष गरेर उच्च माध्यमिकको अन्डोलता, कतिपय छापाको माध्यमबाट चाहिँ हुने नहुने कुराहरू, धेरै कुराहरू चाहिँ जनमानसमा गएको हुँदाखेरि रियालिटी के हो, यो एउटा चाहिँ हामीले सर्वसाधारणदेखि सञ्चालकदेखि लिएर नेपाल सरकारको व्यक्तिदेखि लिएर राजनीतिक व्यक्तिहरूलाई सुनाउनु पर्ने थियो। त्यो भएर हामीले अहिलेसम्म प्राइभेट सेक्टरमा शिक्षामा के भएको छ यो सम्बन्धी हामीले यति बृहत बहस र जानकारी गराएका छौँ। त्यो कुरा हामी जानकारी गराउँछौँ र अहिले धेरै राजनीतिज्ञदेखि लिएर शिक्षाविदहरूबाट पनि विशेष गरेर उच्च माध्यमिक शिक्षाले गरेको कन्ट्रिब्युसन, यसमा चाहिँ गर्नुपर्ने परिवर्तनदेखि लिएर एकाएक उच्च माध्यमिकमा यस्ता किसिमले कुनै चिज हुन नसक्ने कुरा चाहिँ यहाँ अवगत हुन आएको छ। र जहाँसम्म लाग्छ धेरै अब हामी के एउटा सोच र चिन्तनमा गएको छौँ भन्दाखेरि अब भनेको यो ट्रान्जिसनल फेजमा शिक्षालाई लानु हुँदैन। एउटा युनिभर्सिटीदेखि लिएर एउटा नर्सरी स्कुलसम्म कसरी चल्नुपर्छ, अहिलेको अवस्था स्थितिमा राज्यले कतातिर जाने एउटा ठुलो राजनीतिक बहस गरेर शिक्षालाई चाहिँ एउटा चाहिँ लङ टर्म एउटा भिजनका साथ चाहिँ भोलिको दिनमा जानुपर्छ भन्ने पनि एउटा सोच भएको छ। र यथार्थता यसमा चाहिँ हामीले एउटा पेपर प्रेजेन्ट गरेको थियौँ। प्राइभेट सेक्टरमा जस्तो कि स्कुलदेखि लिएर एउटा युनिभर्सिटी, टेक्निकल भोकेसनलमा पनि सरकारको कति कन्ट्रिब्युसन छ, सरकारका कति संस्थाहरू छ, सरकारको लगानी कति छ, यसमा यसको आउटपुट कति छ, विद्यार्थी कति पढ्छन् भन्ने कुराहरू पनि हामीले स्पष्ट पारेका छौँ। त्यो कता कता हेर्नुहोस् कि अब अहिलेको अवस्था स्थितिमा हामी एकतर्फमा के छ भने प्राइभेटलाई नकारेर जानु पर्ने चाहिँ स्थिति कुनै हालतमा पनि हुन सक्दैन। त्यही भएर चाहिँ अहिलेको अवस्थामा चाहिँ अहिले यो ट्रान्जिसनल फेजमा चाहिँ कुनै पक्षहरूलाई पनि तलमाथि नगरिकन हामी भोलिको दिनमा जान सक्यो भने त्यो राम्रो होला। र धेरै राम्रा सुझावहरू आएको छन्। यसमा हामी विश्लेषण गरेर भोलिको दिनमा चाहिँ एउटा निर्कोलमा बसेर छलफल गरेर अझै हाम्रै तर्फबाट चाहिँ शिक्षालाई नेपालको नयाँ नेपाल बनाउनलाई शिक्षाको दिशा कतातिर लाने, गोरेटो कतातिर लाने, यस विषयमा छलफल चाहिँ गरेर अगाडि जाने कुरा चाहिँ यहाँलाई म जानकारी गराउँछु।
त्यसै गरी प्याप्सनका अध्यक्ष तथा हिसानका वरिष्ठ उपाध्यक्ष बाबुराम पोखरेलले अहिलेको अवस्थामा एसएसआरपी लागू भइसकेपछि +2 शिक्षाको अवस्था के हुने भन्ने विषयमा बहसमा छलफल भएको र यो बहसले अब बन्दै गरेको नीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। पहिलो विषय चाहिँ के हो भने यो अहिले उच्च माध्यमिक तहको शिक्षा एसएसआरपी लागू भइसकेपछि के हुने भन्ने परिस्थितिमा यसले चाहिँ एउटा निष्कर्ष दिने भन्ने किसिमको चाहिँ उद्देश्यका साथ यसलाई चाहिँ कार्यान्वयन गर्न खोजिएको हो र यो एसएसआरपी सँगै अहिले जुन संरचना अनुसार चाहिँ विद्यालयहरू सञ्चालित छन् ती विद्यालयहरू त्यसरी नै सञ्चालन हुनुपर्छ भन्ने किसिमको चाहिँ पहिलो विषय हो यसको। र दोस्रो विषय चाहिँ अहिले चाहिँ शिक्षाको 8औं संशोधन आइराखेको छ। 8औं संशोधनले चाहिँ एकदम अन्यलको सिर्जना गरेको छ। त्यो अन्यलको सिर्जनाको साथसाथै यसले चाहिँ कम्पनीमा भएका कुराहरूलाई पनि कता चाहिँ यो विद्यालय सञ्चालकहरूलाई चाहिँ अन्यलमा पार्ने चाहिँ विषयहरू आइराखेको हुनाले त्यसलाई पनि स्पष्ट पार्ने चाहिँ विषय हो। र तेस्रो चाहिँ सरकारले जति पनि कुराहरू चाहिँ गर्छ, नीति नियम कानुन ऐन जति बनाउँछ ती सबै चाहिँ सरोकारवालाको चाहिँ सरसल्लाह र सुझावमा चाहिँ बनाओस् भन्ने किसिमको चाहिँ एउटा सरकारलाई दबाब सिर्जना गर्ने, प्रेसर सिर्जना गर्ने र चाहिँ यो तहको शिक्षालाई चाहिँ नै स्थापित र स्थायित्व गराउने चाहिँ उद्देश्य हो। त्यसै गरी हिसानका महासचिव युवराज शर्माले बहसमा उपस्थित सम्पूर्ण व्यक्तिहरूको धारणा +2 शिक्षा अहिलेकै अवस्थामा अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएको बताएका छन्। हामीले विभिन्न राजनीतिक दलका शिक्षा हेर्ने व्यक्तिहरू, त्यसै गरेर शिक्षा मन्त्रालयका पदाधिकारीजीहरू, उच्च माध्यमिक शिक्षा परिषद, शिक्षक सङ्घ सङ्गठनहरू र त्यसै गरेर स्टेक होल्डर्स अरू शिक्षाविदहरू र शिक्षामै सरोकार राख्ने विविध व्यक्तित्वहरू र हिसानका सम्पूर्ण जिल्ला केन्द्रीय कार्य समितिका व्यक्तिहरूलाई हामीले निम्त्याएका थियौँ र उहाँहरूबाट आएको भावना चाहिँ निजी क्षेत्रको विषयमा एउटा ठुलो मुद्दा उठेको छ। निजी क्षेत्र यही ढङ्गले सञ्चालन गर्न पाउनुपर्छ र यसका पनि एउटा बााउन्ड्री हुनुपर्छ। निजी क्षेत्रलाई राज्यभन्दा माथि हुँदैन र निजी क्षेत्र पनि एउटा चाहिँ परिधिभित्र एउटा सिस्टममा जानुपर्छ भन्ने विषयवस्तुमा उहाँहरूको अभिव्यक्ति थियो पहिलो। दोस्रो, जुन 10+2 कार्यक्रमको प्रभावकारिता हामीले चाहिँ तथ्याङ्कबाट पुष्टि गरेका छौँ त्यो उजागर भएको छ। कति धेरै यहाँ सहभागीलाई एसएसआरपीको विषयमा थाहा थिएन। धेरैलाई यो निजी र सामुदायिकका 11-12 क्याम्पसहरूले गरेको योगदान र त्यहाँको रिजल्ट अनि त्यहाँको विद्यार्थीको सङ्ख्या यो विषयमा पनि ज्ञान थिएन। ती कुराहरू पनि आएको छ। दर्शकबिन, इस्लिन्टन कलेज दैनिक शैक्षिक समाचारमा पालो भएको छ शैक्षिक आवाजको। शैक्षिक आवाजमा हामी खास शैक्षिक मुद्दामा सरकारवालाहरूको आवाज राख्ने गर्दछौँ। शैक्षिक आवाजको साथमा DS Niकेतन हायर सेकेन्डरी स्कुल, DS निकेतन कलेज, विनायक कलेज अफ हेल्थ साइन्स 32 पुतली काठमाडौँ। अब निष्कर्ष नै यही निस्क्यो भन्ने कुरो चाहिँ अब अहिले भन्न सक्ने अवस्था रहेन। तर यो बहसले के गर्यो भनेदेखि कुनै पनि चिज परिवर्तन गर्दाखेरि सबै स्टेक होल्डरलाई सँगै राखेर ठुलो छलफल गरेर गर्नुपर्छ भन्ने एउटा मेसेज दिएको छ। त्यसले गर्दाखेरि यो जे बहस उपलब्धिमूलक भयो, तर यही नै ठ्याक्कै निष्कर्ष निस्किनै हाल्यो भन्ने कुरो चाहिँ देखिन सकेन। मुख्य रूपमा अहिले 0+2 को भविष्यको बारेमा हाम्रो आज बहस कार्यक्रम केन्द्रित थियो। 0+2 को योगदान र यसको भविष्य, एसएसआरपी को अवधारणा सँगसँगै अब 11-12 के हुने, विद्यालय संरचनाले अब उच्च माध्यमिक शिक्षा परिषदको कार्यक्रमलाई कसरी प्रभावित पार्छ त्यो विषयमा हामीले केही मन्थनहरू गऱ्यौँ। हाम्रो कार्यपत्र थियो। हिसानको आधिकारिक अवधारणा पत्रमा ती कुराहरू हामीले प्रस्ताएका छौँ र मुख्य रूपमा 11-12 यथावत चल्न पाउनुपर्छ भन्ने कुरा नि धेरै कोणबाट आएका छन् र यी विविध कोणबाट आएका विषयवस्तुहरूलाई सबैका जति पनि साझा विषयवस्तुहरू आएका छन् यसलाई हामीले एउटा समनीमा ल्याउँछौँ र आउने दिनको कार्यक्रममा यसलाई नै हामीले समावेश गरेर लिएर जान्छौँ। त्यो ढङ्गले आजको बहस सुरु भएको छ। ठ्याक्कै निष्कर्ष निकाल्ने भन्दा पनि यो एउटा बहसको थालनी हो। यो सुरुवात भए पनि अव्यवस्थित रूपमा बोलिएका जुन स्वरहरू थिए त्यसलाई व्यवस्थित गर्ने र यसका स्टेक होल्डरहरूलाई, सम्पूर्ण स्टेक होल्डरहरूलाई सँगै राखेर र राजनैतिक दल र तिनका प्रतिनिधिहरूलाई समेत यहाँ उपस्थित गराएर शिक्षाविदहरू सम्मको सहभागितामा आज एउटा बहसको सुरुवात भयो। यो बहसले मुख्य रूपमा जुन एउटा +2 शिक्षा छ त्यो +2 शिक्षाको भूमिका के हुने, अहिलेसम्मको योगदान के थियो र अबको यसको भविष्य के छ भन्ने कुरामा एउटा
डह्रोसँग एउटा बहसको थालनी गरेको छ। आज निष्कर्ष निस्किने गरी छलफल भएन, छलफलको सुरुवात भयो आजबाट। जुन रूपमा शिक्षा मन्त्रालयले टेबलमा बसेर भावी शिक्षा नीति बनाउन खोजिरहेको थियो र त्यसको वर्कआउट गरेको थियो, त्यसलाई आज बाहिर छताछुल्ल रूपमा छलफलको रूपमा आएको छ र स्टेक होल्डरहरूको राय, सहमति र सहकार्यको आधारमा मात्रै यो शिक्षा ऐन बन्नुपर्छ भन्ने विषयमा चाहिँ आज त्यतातर्फ निर्क्युल निस्किने बाटोतिर गएको छ। आजको बहस निष्कर्ष भन्दा पनि विषयवस्तुमा जुन प्रष्टता थिएन, यसपालि यो बहसमा चाहिँ सबै स्टेक होल्डरहरूको उपस्थिति रहेकोले यो विषयवस्तुमा केही प्रष्टता भएको छ। वास्तवमा हामीले एसएसआरपी अथवा 0+2 को सम्बन्धमा पत्र पत्रिका मार्फतै बढी सुन्ने गरेका थियौँ, जुन चाहिँ सम्बन्धित निकायका व्यक्तिहरूले पनि अथवा शिक्षा मन्त्रालयसँग सम्बद्ध कर्मचारीहरूले पनि सचिवज्यूले समेत यहाँ चाहिँ यसको बारेमा यो कतिपय अफवाह मात्रै भए हैन, जति धेरै कुराहरू अफवाह रहेछन् भन्ने कुरा हामीले बुझ्यौँ। र यो बहसको क्रममा अब निजी विद्यालयहरू अथवा निजी स्तरमा खुलेका शैक्षिक संस्थानहरूको भविष्य के हुने भन्ने खालको कुरामा आम राजनीतिक कर्मी, विद्यार्थी, अभिभावक, शिक्षक अनि यो क्षेत्रमा लगानी गर्ने स्टेक होल्डर्सहरू जति पनि हुनुहुन्छ, यो सम्पूर्ण बिचमा अब एउटा वास्तवमा बहसको खाँचो थियो। त्यो बहसको एउटा सिलसिला यहाँबाट प्रारम्भ भएको छ र निश्चित रूपमा भोलि गएर निजी क्षेत्रको एउटा उचित स्थान हुनुपर्छ भन्ने खालको एउटा जुन यहाँ आज बहसमा कुरा आयो, यो सकारात्मक छ। वास्तवमा यो शैक्षिक क्षेत्रमा देखिएको जुन अराजकता छ, यो अन्यल छ, यो अन्यलतालाई चिर्नको लागि यो हिसानले एउटा कामको सुरुवात गरेको हो। वास्तवमा निजी क्षेत्रको भूमिका के, राज्यमा जुन यसले चाहिँ पुर्याएको योगदान छ, योगदानको बारेमा, महत्त्वबारे सही पक्षलाई जानकारी गराउन सकेको छ कि छैन, यिनी कुराहरूलाई उजागर गर्नको लागि आज यो एउटा बहसको थालनी गरेको छ। अब यो बहसले के देखायो भने वास्तवमा कुनै पनि कुराको प्रयोग गर्दाखेरि त्योसँग आबद्ध हुने संस्थाहरू, आबद्ध हुने व्यक्तित्वहरूलाई पनि राखेर छलफल गरेर एउटा निष्कर्ष निकाल्नु पर्दछ र त्यसले मात्रै सार्थक निष्कर्ष निकाल्न सक्दछ। आवेगमा आएर अथवा कुनै एउटा केहीको दबावमा आएर कार्य गर्दाखेरि त्यसको परिणाम चाहिँ सम्बन्धित पक्षले त भोग्नै पर्छ भने र पछि जुन निर्माणकर्ता हुन् त्यसले पनि पछि ब्याक पर्ने समस्या आउन सक्छ। शैक्षिक आवाजको साथमा DS Nikitan Higher Secondary School, DS Nikitan College, विनायक कलेज अफ हेल्थ साइन्स 32 पुतली काठमाडौँ। This is my own and my soul. This is my own. I have a goal. I believe I will succeed in my goal. This is my own. Is Lincoln College. Explore. Learn. Aspire. Win. VS Nikitan School, aspiring for a bright future. Worried about abroad study? Then remember Brilliant Education and Career Services Private Limited. Our services: test preparation classes, IELTS, TOEFL, SAT, GRE, GMAT. Abroad study destinations: UK, USA, Australia, New Zealand and Canada. For more details, Brilliant Education and Career Services Private Limited, Park Avenue Building, 2nd floor, Putali Sadak, Kathmandu. Loyalty Academy, we ensure you that you'll hit the target. Our facilities makes learning real, goal-oriented and enjoyable. Loyalty Academy announces admission open from nursery to class 8. Loyalty Academy, Mandikata Ektabasti, Kathmandu. Phone 437-5737, 437-8327. Achieving true education.
दर्शकबिन शिक्षा क्षेत्रमा हुने हर राजनीति, यसमा हुने भ्रष्टाचार, अनियमितता र आवश्यकताहरूको विश्लेषण तेस्रो कोणबाट हुन्छ दैनिक शैक्षिक समाचारमा, जसको गहिराई र बुझाइ अन्य कुनै समाचारको भन्दा एकदमै पृथक र यथार्थपरक हुन्छ। त्यसैले हेर्न नभुल्नुहोला। हरेक दिन बेलुका 36 बजे, राति 12:30 बजे र दिउँसो 3:30 बजे मात्र एबी न्युज टेलिभिजनमा। खबरभित्रको खबरका लागि हेर्दै रहनुहोला एबी न्युज टेलिभिजन। दैनिक शैक्षिक समाचार in association is Lincoln College.